पानीको पा पनि भन्न पाउँदैन रे कसले भन्ने त्यस्तो को रहेछ भन्ने मान्छे मैले सुन्दैन को रहेछ भन्ने मान्छे त्यस्तो खै कोले पो भने कोले कुरा गरिरहेका छन् खै सबजना चाहियो उताको त छ नि उता 14,000 देखेको थिएँ क्या मैले भर्खर हेर्दा अनि के छ मेरो भाइ सञ्जयजी तर धन्यवाद है तर होइन अहिले त्यस्तो कुरा नगर मलाई होइन केही छैन हाम्रो दुःख सुख पनि कुरा गर्नुपर्छ एकछिनमा कुरा गरौँ त्यो अहिले चाहिँ मलाई सब मान्छे चाहियो उताको अघि मैले प्लानिङ के गरेको थिएँ थाहा छ आज कुललाई धोबी हान्नुपर्छ सबजना मेरो हुनुपर्छ तपाईँहरू भनेको न्याउन रिसाउँछ अरे थर्काउँछ अरे थर्काउँदिनँ म कसैलाई पनि तर आज मैले स्पेसल स्क्वाड आएको छ स्पेसल स्क्वाडमा काने पोखरीको जङ्गलको केटाहरू बोलाएर ल्याएको छु जति पनि भित्र बसेको छन् नि सबजनाले आज हुन्छ ल सबजना मेरोमा जब यता आउनुहुन्छ एकछिन म कति भ्युअर्स हेर्छु मेरो मलाई कतिको माया गर्नु हुँदो रहेछ हेर्छु म एकचोटि माया कति छ मलाई हेर्छु म मलाई खालि कुलग्याङ भनेर आएको हुन्छ म माया कति छ हेर्छु अझै आइसक्नु भएको छैन अझै आइसक्नु भएको छैन ठिक छ बराबरै हुनुपर्छ जस्तो लाग्छ है माया चाहिँ तर ठिकै छ जे होस् हल्किती 100 जना भयो भने काने पोखरी जङ्गलको केटाहरू चाहिँ छन् है बराबर हुनुपर्छ बराबर यस यस सेरिङ दाइ वेलकम अब के होला जस्तो छ अब के हुन्छ के भइरहेछ के भयो त्यस्तो आफै काटेको हो अनि यति राम्री भएर आइसकेपछि अनि काटिँदैन त्यसलाई म जन्मिँदै यस्तै त थियो अनि कसरी राम्रो हुनु थाम्नै सकेन लुक्स चाहिँ टिकटक एपै चाइनाको हो लुक्स चाहिँ आज चाइनिज क्विन जस्तो लुक्स हानेर आइसकेपछि कुलको दिदी हो नि त कुल र मेरो अनुहार पनि मिल्छ नि त हल्का हल्का चाहिँ मिल्छ हेयर कटिङ गरे भने चाहिँ दुई दाजुभाइ जस्तै देख्छ हामी हो भने साँच्चीकै मिल्छ मेरो पनि नाक चुचु छ नि त फेरि कुल ग्याङको सपोर्ट होला कि आज मैले फेरि काभ्रेबाट सम्धीहरू पनि बोलाएर ल्याएको थिएँ काभ्रेली सम्धी चाहिँ फेरि मेरै पार्टको काभ्रेली सम्धी के छ खबर ल सिन्धुली सम्धी के छ खबर मेरोमा कुलकोमा कति छ हेर्छु ल चिटिङ गरौँ न मेरोमा आधा त आउनुपर्छ नि फेरि यस्तो म त फेरि त्यहाँ हाफमै छ हाफ 50% अभि काने पोखरीबाट केटाहरू बोलाएको छु भने 10,000 जना त लुकेर बसिरहेको थियो केटाहरू दिदीको त माया यति पनि छैन या कुलग्याङ बोल्दाखेरि कुलग्याङ नभन्न मलाई होइन यता काभ्रेली सम्झीहरू आउनु भएको छ कि आज 7,000 जना चाहिँ घटे यता घटे सुन्दै बस्नुलाई एकचोटि घटे मेरो बढे एभ्रिवान कम अन गाइज कम अन यो इतिहास रच्नुपर्छ हामी होइन आज हार्यो भने ब्याटल हार्यो भने म आउँछु घरमा आएको बेला मलाई सेकुवा र तोङ्बा र सेकुवा खिलाउनै पर्छ ओ च्याट के हो पारा यार च्याट ठिक छ कम अन गाइज सबैजना कुललाई त बिहान लाउँदाबाट के जङ्गलबाट केटाहरू आएका छन् आज गाउँबाट टिप्परमा सम्झिनु हामी पनि के कम भाइ सबैलाई माया यता आउनु भनेको थियो धोका त लास्टमा दिने आफ्नो भनेको आफ्नै रहेछ मैले आफ्नो सम्झेर मात्रै नहुने रहेछ आज सम्झीहरू एड हुनु भएको मेरी दिदीलाई टेन्सन भयो खेलेर नसक्ने रहेछ कहिले त दिदीलाई पनि जिताउँदा हुन्छ नि त त्यहाँ त छ त त्यत्रो धेरै मान्छेहरू कुलग्याङलाई भन्नु न कुलग्याङले भनिसकेपछि त गर्ला नि आज त मेरो त यता काने पोखरी केटाहरू र यता काभ्रेली एभ्रिवान आउनु पर्यो कि दिदीलाई जिताउनु पर्यो
यो त आउनु पर्यो कि है सबै सम्झिहरूलाई सानो माया के छ खबर? एकचोटि कुलकोबाट सब आउनु पर्यो भनेको सबले उतै छैन यार, छैन, मलाई माया गर्दैन। अलिअलि गरे जस्तो मात्रै गर्नुहुँदो रहेछ सबले। के थाहा 12:24 भयो। अलिकति जोसाउनको लागि है, यो चाहिँ मेरो सम्झीहरू सबैलाई मनदेखि माया छ। राति सुतिराख्नु भएको छ ल, टेप्परमा बसिराख्नु भएको छ ल, कतै कोही गरिराख्नु भएको छ ल, सम्पूर्णलाई है यो गीत। आई एम चिटर, म त चिटर होइन। 1 minute 40 seconds गाइज, अझै हामीसँग चान्स छ है, टन्नै छ है। भाइ हो भाइ, भाइलाई हराउँदा के हुँदैन कि, दिदीलाई हराउँदा लाज लाग्दैन। छा मेरो माया केही त गर्दिनँ। मैले मेरो स्कोर उसको स्कोरलाई हेरिरहेको छु क्या। एक्लो यात्री वेलकम। सब हाम्रो ह्याकर ग्रुपको टोलीहरू जति पनि जना हुनुहुन्छ, अहिले मुम्बईबाट जति पनि जनाले हेरिराख्नु भएको छ, मुम्बईको छैन, यस्तो जादु गर्नु पर्यो कि, यस्तो जादु गर्नु पर्यो कि। अँधेरीतिर जो पनि छौ केटाहरू सबजना ह्याकिङ टोलीहरू, यो यसलाई इन्ड अफ हानिदेऊ कि, इन्ड अफ यो आजको स्कोरलाई, बुझेन? आज म रुन्छु अब। यो हल्ला खोटाङसम्म पुगोस् है, खोटाङसम्म। उता गएर यता किङ इज किङ अलवेज भन्दैछ त। आज त तर मलाई आज त जिताउनु भनेको हो। अनि म किङको दिदी होइन त? सक्दैन रे, छोड्दैन। अब त म बोल्दिनँ कहिले पनि, यतिको बसिरहेको छु। गेम भनेको माथि तल भइरहेको छ, हार जित कहिले काहीँ हुन्छ दिजु, होइन त नाना? मैले एकचोटि रिक्वेस्ट गरेको होइन मैले जित्छु भनेर। अब के गर्नु त, यहाँतिर काबरले सम्धि हाबी भइदिए, उस्तै माथि मैले गीत खरा बजाइदिएँ। ल च्याट भन्दैछु है, लाइभ गएको कोही काटेको छ। मेबी एज सानो भयो भनेर, दिदीको एज सानो भयो भनेर हो कि टिकटकले कुलबोयले दिदी भनेको स्वाएन भनेर काटेको पनि हुनसक्छ है। लाइभ कसैलाई पनि भन्थेन यसरी, किन लाइभ चलिरहेको छ कुलबोयको, त्यो पनि कारण हुनसक्छ च्याट है, त्यो पनि कारण हुनसक्छ। जिताइदिउँ लागि